साथीभाइहरू अब दिवाली चाडबाड पनि सक्यो। अब आफ्नो ड्युटी लागेको भयो। सिलगढी आज दिवाली सकेर चाहिँ आज सिलगढीतिर झराइ भयो। कहाँ गरम हुन्छ र यहाँ। यसो यो रुखको बयर सानो खाले बयरको फेदमा यहाँ गाडी लगाएर शीतल हुन्छ र यसमा बसिरहेको छु। हामीहरू हल्का घाम अहिले भर्खर यहाँ चाहिँ अलिकति गरम हुन्छ र माथि नुहाइदै गरेर चाहिँ यहाँ नुहाइदै गरेर चाहिँ आएर चाहिँ यहाँ बसिरहेको छु। साथीहरू हल्का नुहाइधैले गरेर पार्टीहरू सब सामान मालहरू किन्नु गएको छ। चाहिँ गाडीमा एकछिन आराम। आज त बजार पनि फाँका होइन। आज चाहिँ हिजोदेखि छठ पूजाले गर्दाखेरि प्राय दोकान बन्द रहेछ। चाहिँ गाडीहरू एकदम कम्ती, दोकान पनि प्राय उल्लेख छैन। गद्दीहरू यहाँ त गद्दी ठुल्ठुलो गद्दी हुन्छ, दोकान त के भन्नु। त्यो कारणले गर्दाखेरि आज चाहिँ छिटो हुने रहेछ। अनि चाहिँ ढिलो आएको साथीहरू नजारा यस्तै। अब तपाईँहरू पनि सबै ड्युटी लाग्नु भयो होला। आफ्नो दिवाली सकेर छठ पूजा सक्यो। प्राय छठ पूजा त आजसम्म चल्दैछ। अब मोटामोटी हिजोदेखिको अघि बिहानसम्म सक्यो छठ पूजा पनि। चाहिँ पार्टी साटी हल्का खाने हुन्छ उहाँहरूको पनि भोलिदेखिको। कतिजना छठ पूजा मान्नेले भोलिदेखि दोकान सोकान खोल्छ, गाडी कुदाउँछ उहाँहरूले पनि। हामी जस्तै हो, चाडबाडमा हाम्रो झन्डै हप्ता दिन जति छुट्टी भयो। त्यसले गर्दा उहाँहरूको पनि त चाड हो, बस्छ। त्यही भन्दै साथीहरू सबलाई दिवाली राम्रै बित्नु भयो होला। सबलाई दिवालीको शुभकामना। अब भन्दामा नयाँ साल आउने टाइम भयो। नयाँ सालको शुभकामना नै छ तपाईँहरूलाई। साथी यति भन्दा आजको मेरो प्रश्न यति नै राख्दैछु। प्रश्नहरू साथीहरू